कसम भने दोस्त नत्र म बोल्थेन कि मलाई म चाहिँ केटीहरूलाई त्यस्तो भन्नु मन लाग्दैन होइन तर म चाहिँ त्यो त केटी होइन यार त्यो त म चाहिँ साईको केटी हो त्यो केटी होइन त्यो साईको केटी हो टक्सिक बेच एनिवे छोडिदिउँ भने त्यस्तो नराम्रो ल किन नराम्रो नसोच डिसरेस्पेक्ट त गरेको होइन कुरा मात्रै गरेको हो कि दोस्त कस्तो कुरा नबुझा भने उसले डिसरेस्पेक्ट गरेर हो कि मैले उसलाई त्यो झरेको दाँत हो भनेर हो कि त्यो केटीलाई मैले डिसरेस्पेक्ट गरेर आएको ल महिलासँगै उठेर आऊ म लड्छु केस कि कसो दोस्त कि केटीलाई चाहिँ केही गर्न नपाउने हो क्या बिहान कि टुट रिस नउठाऊ केटा केटी तेस्रो लिङ्गी कोही पनि नचलाएर घन्टा कसम के म मुजी मेरो आमा बाउसँग जुधिसकेँ क्या दोस्त मेरो आमा बाउ भने भगवान् हो क्या ब्रो भगवान्सँग म मुजी झगडा गरेर आइसकेँ ह्यान्ड म्युजिक गर्नुलाई अब घन्टाको भारती पर्पल रे हजुर बिहान कि टुट पर्पल दाइलाई त भाइ रे के ल अब दिदीले फेरि दिदी नै होला नि त अब सुड्डीलाई के भन्ने अनुहार नि सुड्डी जस्छ त्यो केटी कम्तीमा नि 35 त पुगिसक्यो होला नि छैन 35 बेकोले फ्लाका भएर अनि प्रपोज कसरी गर्दैन के दोस्त कस्तो के भयो त यो मन त दिल त बच्चा हेजी होला नि त मुझे मलाई के थाहा किन प्रपोज गर्यो कसम कि ल कस्तो त्यो रियाक्सन हो कि उसको काम कस्तो मान्छेले काम गर्छ रियाक्सन हाउसवाइफले घरमै बस्ने बच्चा हेर्ने भात पकाउने बिहान बेलुका दिउँसो रियाक्सन च्यानल जस्तै त हो होइन हामीलाई पनि बेलुका नआउँछ के नानु है बढी त्यहाँ गर्नुहुन्न दाइ मेरो स्टोरी पोस्ट गर्नु न रे एकछिन फ्लाकालाई साँच्ची हो रे हो कि मलाई फ्लाकाले भने आज फ्लाकालाई गर्छ त त्यसलाई पनि कन्ट्रोभर्सी चाहिरहेको छ के हो फ्लाका भाइ के हो मलाई नै थाहा नभएको कुरा होइन फ्लाकाले मन पर्दैन भन्छ कि ए हो फ्लाकालाई हुँदैन रे कि त्यस्तो के त्यो पात हो रे खोडीहरूलाई टाढेबाट बाई भन्छ क्या तेरो ट्रु लभ मेरो टोलको माल हो क्या बुझेन लजा माम्पा जसले यस्तो कि मुझे के भएको के होइन तिमीहरू के भएको के मेरो बारेमा चाहिँ जसले जे नि गर्नु हुने मलाई चाहिँ आएर होइन अब त्यो यबीको दाइरे त्यति ठुलो मान्छे आएर होइन मुझे बच्चाहरू दुइटा झगडा गरिरहेछ आएर अब मसँग आएर टेबल टक गर भन्ने हो कि होइन दुइटा भाइहरू के हो कुरा तिमीहरूको भन्ने हो त्यो अलिकति त्यही हो के हो तरिका अलिक सिनियर भइसकेपछि यस्तो हो अनि किन हिपहप जस्तो हुँदैन त किन भाइहरू जुत्दैन त त्यस्तो दाइ भएपछि मिलाउने हो क्या टेबल टक होइन मिलाउने भन्दा पनि के टेबल टक गर्ने मिलाउने भन्दा पनि यस्तो के मेरो पनि टन्नै दाहरू छ क्या खतरा दाहरू छ बोल्दैन कि यस्तो कुरामा बुझेन यहाँ दुइटा फुचेहरू मुझे लाइभमा आयो त्यसले मसँग बोलेको मन परेन भनेर कुरा भइरहेछ देखिरहेछ त सबै के भइरहेको होइन यसै आइदिने झारे भनिदिने रे ल अब्बुई कस्तो त नि के भयो हो होइन ठिक छ त्यसरी अब हुन त के भन्ने अब ठुलो बुझेको मान्छे नै त्यस्तो हुँदो रहेछ अब हामी त झन् हामी त बच्चा होइन हामी पनि झरेको दाँत साथ गरिदिइहाल्छौँ नि अब त त्यसो भए त होइन मलाई त चाहिँ झन् हेल्दी छ क्या यो बिफ एकदम हेल्दी छ यबी र मेरो बिफ झगडा नि परेको छैन केही भएको छैन होइन हेर्नेहरूलाई एकदम इन्टरटेन भइरहेछ यो बिफ एकदमै हेल्दी छ क्या यसलाई आउने हेल्दी नबनाऊँ कि कोही आएर एकजना मान्छे आएर तिमीहरू जुत भनिदिने होइन चिल जस्ट ह्याभ फन ब्रदर मन परेन भने नहेर्दा हुन्छ होइन अब त्यस्तै डेन्जर रिस उठ्यो भाइलाई केही भन्नै नहुने ब्रोको भाइलाई केही भन्नै नहुने हो भने चाहिँ अब म त भनिरहने हो ब्रो सरी अब कसले के गर्छ त्यही गर्दा हुन्छ म चाहिँ भनिरहने हो कसैको भाइलाई नि को भाइ के भन्ने भने के भाइ कस्तो छ त्यो पनि त एकताल हेर्नु पऱ्यो नि त भाइले के गरिरहेको छ त्यो पनि त एकताल हेर्नु पऱ्यो नि त भाइलाई सम्झाउनु पऱ्यो खोइ मलाई त मेरो दाहरूले सम्झाउँछ त मेरो दाहरू त मुझे स्टोरी लिएर मेरो भाइसँग को हुनु खोज्ने आइज मुझे मसँग भिड्न भनेर त भन्दैन त मेरो दाहरूले त मलाई कल गर्छ अनि त्यसपछि भाइ ओ ठिकै छ त पब्लिकमा धेरै अति पनि नगर न भन्छ बुझेन लाइभ आएर स्टोरी हाल्दैन त्यही हो जे पाइँदै भन्नुहुन्न क्या झन् ठुलो मान्छेहरू भएपछि मैले कति यबीसँगको बिफ त मैले क्या लिमिटमा राखिरहेको छु नि हाम्रो वाइल्ड मुभ पनि छाडेको छैन क्या
मैले उसलाई जे पाएँ त्यही पनि भनेको छैन क्या अब के मैले कम्पिटै गर्न नपाउने होइन जे छ तिमीहरूको प्राइभेटली गर अरे म किन गर्ने कि प्राइभेटली मलाई यहाँ पब्लिकलाई इन्टरटेनमेन्ट दिन मन लागिरहेछ म किन प्राइभेटली अब गर्ने यस्तो हो क्या अस्ति मैले सुनेको थोरै भनिदिन्छु र यहाँभिर के अरे पर्पलको गफ भयो गफ हुँदाखेरि अलिकति त्यस्तै कुरा भयो क्या अब तिमीहरूलाई थाहा छ त सबले देखाएको छ क्या के लाइभमा कारणले भएको भन्ने पनि थाहा छ अब त्यस्तो गलत त नसोच होइन कस्तो भन्दाखेरि केटा हो एक हातले कसैले पाउनु भनेर सोचिराख्नु अर्को हातले दिन्छु पनि भनेर सोच्नु पऱ्यो क्या खाएर मात्र चाहिँ अरूको लिएर मात्र चाहिँ हुँदैन केटा हो चाहे म हो चाहे अरू होस् नराम्रो चाहिँ नसोचेको कुरालाई है एकचोटि निहाल यो अजय दीप भन्ने बच्चालाई बिएसको चार्जमा बोलिरह भाइले फक बिएस ब्रो हामी फक खाँदैन भाइ ब्राउन यस्तो। सुगर ब्रो फक मुजी धुलो फक माटो मुजी तिमीहरूको स्ल्याङ फक यो तिमीहरूमा पातहरू हो क्या मुजी खाएर मुजी अच्छा मुजी वाक्दै बस्नेहरू मुजी रोयल ट्रिप भन्दै खान्छ मुजी तिमीहरू मुजी हेटेस्ट ड्रग इन द वर्ल्ड मेरो मुजी साथी मुजी जेलमा छ मुजी त्यही ड्रगले गर्दा फक यो बिएस ब्रो त्यो मुजी बिएसको नखाए नामै क्या। लिएर यहाँ मेरो कमेन्टमा कहिले पनि त्यसको मुजी त्यस्तो नामै नलिएर आउनु नखाए केटा हो तिमीलाई चिक्ने त्यस्तो छ भने चल्देऊ मुजी साइड लाग्यो आई फकिङ हेट द्याट ड्रग बुझेन जे पाइ त नभन आज मुजी पर्पल होइन आज गुड बोय पर्पल होइन आज ब्याड बोय ब्ल्याक आएको किनभने लास्ट बिल्ला भइरहेको रहेछ क्या 2-3 दाइहरूको मेसेज आइदिरहेको क्या भाइ के हो तँले वार्निङ सर्निङ के भनेको छ अरे ठुलो मान्छे अब के भएको यो मान्छे यस्तो ठुलो भएर म चाहिँ यसरी बोल्ने हो भन्ने कुरा आइरहेछ होइन हो पनि तर ठिकै छ बोल्ने भए बोल्यो हुन्छ आफू पनि बच्चा भएर बोल्न मन छ भने बोल्यो हुन्छ आई डोन्ट रियली माइन्ड होइन एट दि एन्ड अफ द डे लास्टमा गएर चेक त हुन्छ नि त सबै कुरा होइन दुइटै साइडको त्यो अब जब हामी एउटा ठुलो दाई भएठाउँमा पुग्छ नि त यो दाईहरूको गेममा त त्यही त हुने हो हानाहान हुँदैन एउटा एकदम ठुलो दाईलाई साइडमा राखेर चेक हुन्छ अनि त्यो ठुलो दाईले यसरी हेर्छ क्या ए ए ए ल को गलत देखिन्छ त्यो त्यति बेला म मुझे यसरी कट घरमा बस्न रेडी छु लेट्स गो बुझेन मतलबै छैन क्या यो मुजी न्युज च्यानलहरू मुजी पर्पल सरी अनि यताबाट मुजी त्यो मान्छेले झारे रे अनि यताबाट मैले सरी रे ब्रो कसैलाई सरी भनेको छैन मैले मुजी बुझेन मलाई आमाको सँगै म इफ मैले होइन सरी भन्न सुरु गरेँ भने सबभन्दा सुरुमा मेरो आमालाई भन्छु मुजी बुझिस् अनि त्यसपछि मेरो बाउलाई भन्छु त्यसपछि मैले मुजी हर्ट गरेको 4-5 जना छ तिनीहरूलाई भन्छु बुझेनस् त्यसपछि बल्ल सायद म्याच सिक्ने मेरो साथीहरूको टर्न आउँछ अब यो अप्सहरूको त कहिले हो कहिले के दोस्त मैले सरी नै भन्दैन मुजी बुझेनस् भन्यो भने धेरै मान्छे छ अगाडि लाइनमा तिमीहरूसँग सरी आइपुग्दैन सिक्ने बुझेन सुत भतिज रे ठिक छ म सुत्छु क्या तर मुजी त्यो जे पाइदियो न्युज मुजी पर्पल चाहिँ मुजी एकजना ठुलो दाई बोल्ने बित्तिकै पर्पल चुप लाग्यो होइन क्या ब्रो मार्ने भए मार ब्रो इतिहास बन्छ लेजेन्ड बन्छ सिक्ने ऱ्यापर मुजी डेड कजी स्पोक ट्रुथ बुझेन मुजी रियल कुरा गऱ्यो भनेर ऱ्यापर गयो भन्ने एउटा हिस्ट्री बन्छ ठिक छ सिक्ने ठोक्यो हुन्छ चुप त लाग्दैन ब्रदर पर्पललाई मैले पहिल्यैदेखि भनेको छु नि 10 जना लाइभमा हेर्ने मान्छे हुँदाखेरि भन्थेँ क्या पर्पललाई चुप लगाउन मार्नुपर्छ अब मार्नै हो भने चाहिँ मुजी मारिदेऊ न त भए ऱ्याग नगर लड्ने होस् कि डराइस रिप्लाई गर्नुहोस् रे त्यो खेल्दैन रे बुलबुले नखेल्ने रे के भन्छ मुजी मलाई मेसेज के पठाएको थाहा छ कुनै दिन भेट हुन्छ तेरो र मेरो स्ट्रिटमा भन्छ मुजी थाहा मुजी भाइलेन्स प्रमोट नगर्नु केटा हो बरु मुजी नयाँ आउने पिँढीलाई होइन बक्सिङ प्रमोट गर्न स्ट्रिटमा लड्ने रे मुजी स्ट्रिटमा त म 9-10 मा पढ्दा लड्थेँ क्या अनि सबै केटाहरूलाई स्ट्रिटबाट निकाल्नु तैँले नि पैसा पाउँछस् अलिकति भन्ने कुरा गरेको मुजी उसलाई स्ट्रिटमा लडौँ रे ल तै बस्थेँ स्ट्रिटमा बिहान कि टुट म चाहिँ मेरो काम छ मुजी बस्दैन मुजी क्याबको प्राइस रे प्राइसलेस मुजी सिङ्गल खेल्छस् रे खेल्दिनँ मुजी के गर्छस् के ल के यति सजिलो छ दुनियाँ वार सिङ्गल खेल्छस् रे खेल्दिनँ अब चाहिँ के गर्छस् अब के गर्छस् त भने के सक्यो दुश्मनी पुग्यो झगडा म्याच नि खेल्दिनँ भन्दा पनि आएर हान्न लुक्दा पनि खोजेर निकाल्न के को दुश्मनी हो त नि तिमीहरूको मेरो रोक न मेरो रोक मैले मेरो दुश्मन हुन्छ क्या कुनै दिन एकजना रोक मैले के गर्छु हेर्न त्यति बेला अहिले त यो कोही मेरो दुश्मन होइन क्या इन्टरनेटमा घन्टा मुजी शान्तिमा मुजी हिपहपको लागि बोलिदिरहेको मुजी इन्टरनेटको सदुपयोगको केटा हो बुझेन त्यही हो पर्पल डरायो यो भयो पर्पल डरायो होला सिक्ने तर यहाँ ब्याड बोय ब्ल्याक पनि छ म्याच सिक्ने यी रन्डी डराउँदैन म्याच सिक्ने
शैतानको रूप हो मुजी आम्मा कसम के शैतानलाई किन चलाउने लोकेसन भन्न मुजी आउँछु रे भन्दिनँ मुजी ल त्यही पनि आइज न होइन कि भन्दिनँ ल आइज न त नभन्दा नि आउने पावर राख्न सिक्ने लोकेसनै भने जस्तो जो नि आइहाल्छ नि त के ट्याक्सी हो मुजी पठाऊ हो त मुजी इन्ड्राइभ हो सिक्ने कराटे खेलिदिउँ न भतिज र मैले कराटे नखेल्ने बक्सिङ खेल्ने इन्ड्राइभ काण्ड के सुनाउने केटाहरूलाई ब्लग छ हेर नटी पुस्तकको हिपहप रे के बुझिस् रे मुजी फक हिपहप म्याच सिक्ने त्यही बुझे ल जा तिमीलाई जे चाहिएको छ मबाट म त्यसको उल्टो उल्टो दिन्छु क्या ल के गर्छस् ल गर फक हिपहप म्याच सिक्ने फक बिङ अ गुड बोय म्याच सिक्ने फक गुड भाइब्स मुजी फक पोजिटिभिटी म्याच सिक्ने लजा लाइज मुजी नेगेटिभिटी म्याच सिक्ने फुल नेगेटिभ ल अब के गर्ने त अब राम्रो मान्छे बन्नु खोज्दा तिमीहरूलाई मन पर्दैन ल आइज ल नराम्रै मान्छे ल रमाइलो भयो मुजी सिक्ने ग्याङ सिट रे मुजी गर्दिनँ के म ग्याङ सिट सिक्ने ऱ्यापर हो म तर मैले चिनाएको छु ग्याङस्टरहरू ओइ पगला मेरो टी सर्ट र प्यान्ट छिटो फर्का ल रे फर्काउँदिनँ के गर्छस् बिहान कि टुट आगो लगाइदिन्छु म्याच सिक्ने भुइँ पुसिरहल त्यो टी सर्ट र सर्टले म्याच सिक्ने मेरो कुकुरले मुख दिन्छ नि त कहिलेकाहीँ सिक्ने अनि धेरै टी सर्ट त हो त्यति बेला काम लाग्ने मेरो पारा दिएर दुनियाँको टाउ दियो त्यही भनेर म्याच सिक्ने दुखोस् मुजी बुलबुल तँलाई फिक्स मार्छ मुजी र ल मार्न त इतिहास बन्छ ऱ्यापरले ऱ्यापरलाई मार्यो भनेर नेपालमा मारिनोस् भन्छ अब त्यही त हो म त तँलाई मार्दिनँ ब्रो टाइम छैन मसँग सिक्ने तैँले नि मलाई मार्न सक्दैनस् होला सायद साकार 2.0 साकार 5.0 म्याच सिक्ने पर्पल 5.0 यो साकार साकारै जे भनिनु हुन्छ कि दोस्त मलाई फरकै पर्दैन सिक्ने नामले चेन्ज हुँदैन बलबल कामले चेन्ज हुन्छ बक्सिङ खेल्ने भाइको बडी हेर्नु त अरे आइज न बक्सिङ म्याचै हेर्न सिक्ने किन बडी हेर्छ सुकेको जिउमा लुकेको बल तँलाई मार्नै पर्छ अरे ठिक भनिस् सुन्जी मलाई मार्नै पर्छ ब्रो मारेनस् भने गयो सिक्ने उल्टो गिन्ती सुरु बस जे पाइ त्यही बोल्ने सट्काइदिने यो चाहिँ कामै रहेछ क्या इन्टरनेटको यसो हेर्छु कसम पर्पलले मुजी सरी भन्यो भन्छ सरी त म जहिले भनेर हुन्छ त मुजी झुकेर माचिने यसो कुकुरलाई नाग्यो भने नि सरी भनेर हिँड्छु चिक्ने नरिबु द क्याब चेक रे मुजी खोइ कुन क्याब हो एलेको क्याब हो ल क्याब चेक भइहाल्यो त क्याब चेक भयो केटा पहेँलो कलरको छ झारे भन्दै थियो यो अभिले रे अब त्यो झारेले भन्ने नै त्यही त हो त्यो झारेर हो कि त्यो लुकेर बसेर जे बोल्यो नि मलाई के मतलब भने क्या अब मुजी म अब कामतिर फोकस गरिरहेको छु मुजी गीत निकाल्नुतिर फोकस छु भने त यबिलाई मुजी मैले लाइभ आएर जित्न मन छैन क्या यबिलाई मैले जित्छु भनेर छु नि म त्यो लाइभ आएर जित्दिनँ क्या गीतले नै जित्छु क्या रोक्न कुन लाइभ त जस्ट पार्ट अफ द गेम हो मलाई तिमीहरू लास्ट मनपर्छ त्यसैले मलाई रमाइलो लाग्छ कि मलाई लाइभ बस्न लास्ट रमाइलो लाग्छ क्या अब तिमीहरूले यो जहिले लाइभ बस्छ भन्छ मलाई क्या रमाइलो लाग्छ क्या नगर्नु रमाइलो लाग्ने कुरा होइन र दोस्त क्या मजा लाग्छ कि मलाई लाइभमा बस्न क्या अब बस्नु पाउँदैन मैले पाउँछ होला नि होइन तिमीहरू पनि बस्छ न मसँग बरु बुझेन त्यो हो क्या ऊ भर्खर एकजनाले फलो गर्यो कुरा मन परेर त होला झरेको दाँतहरू तँहरू हेड मात्र गर्ने छैनस् कि मेरो लाइफमा टन्नै मान्छेहरू छ आगो त भाइ यो बिचो देश छोड भनेको छ आगोले आगो फेरि अर्काको बिफमा मुजी मुसेर ऱ्याग हान्नुलाई एकदम खतरा छ आगो हान्दिउँ नि त यो बेला एउटा डिस मलाई त टुकी रेकर्ड्सबाट आएछ अब के भन्ने मुजी बिग लभ मुजी टुकीहरूलाई बिग लभ तर त्यो भाइको गीत चाहिँ मन नै परेन बरु म लेखिदिन्छु नि मलाई कस्तो डिस्ट्र्याक्ट लेख्ने मलाई खतरा थाहा छ कि बरु एउटा दामी डिस्ट्र्याक्ट देऊ न केटा यार सिन्नीको इङ्ग्लिस सुनिदिउँ त अरे सिन्नीको इङ्ग्लिस सुनिदिउँ त नाइ ड्रग्समा उडेर मारिदिन्छु तेरो मुखैभरि बिल्ला बिग फ्यान
केटा हो आफ्नो इज्जत त झारी झारी बाबुआमा कहाँ राख्नु हो अलिकति के ड्रग्स गाँजा गोटी धुलो खाली कुरा छ्या लास्टै बिग्रिस हो तिमीहरू त साले एसटीले तपाईँको कुरा काटेको छ अरे त्यही त हो नि त्यसले काट्ने नै कुरा अस्ति बैगुन काट्दै थियो आज कुरा कस्तो भने यो ऱ्यापरहरू बढी बोलिरहेछ होइन कुन दिन दोस् मान्छेको बुढी औला काटिदिन्छु अनि केले टाइप गर्दो रहेछ हेर्छु अनि यो मान्छेको बुढी औले म चल्लोको यति काटिदिन्छु अनि टाइप गरेर ऱ्याप रोक दिन आउँछ तिमीहरूको बुझ्नुहोस् एसटीले मार्छ लुकेर बस अरे त्यसले त मार्दैन अब पैसा र सुटरहरू पठायो भने छुट्टै कुरा हो त्यही पनि पर्पल मर्दैन होला यार सायद मेरो वरिपरि कस्तो एनर्जी छ तिमीहरूले बिलिभै गर्न सक्दैन क्या यो चोर जस्तो किन बेला बेलामा देखिन्छ रे हाम नटी दोस्त कन्ट्रोलर हो क्या अम्पायर हो रेफ्री हो मैले पागल भएर बत्तिन्छ अनि उता रोक्न बसिरहेको जे पाते बोल्छ यार जे पाते भन्छ त्यत्तिकै मलाई मुख छाड्न मन लाग्छ ओए बाँदर मुखीहरू ओए यसो नै तमुजीहरूको चाहिँ आमा बाउको के इज्जत छ अरे कस्तो के भनेको टाइपको आमा बाउ भन्नु रहेछ एकचोटि मेरो आमा बाउलाई गएर भेट त ब्रो अनि त्यसपछि बोल त्यस्तो नभन् न अर्काको आमा बाउलाई इज्जत आफूले बनाउनु केटा हो त्यसो नभन केटा हो आमा बाउको के इज्जत छ अरे मैले बनाइदिने हो त आमा बाउको इज्जत आमा बाउले आफै बनाउने हो समाज बनाएकै हाम्रो एउटा घरको आमा बाउले गर्दा हो सबैको आमा बाउले गर्दा एउटा समाज बनेको एउटा समाजबाट देश बनेको त्यस्तो कुरा नगरे भाइ देशबाट निकाला होला नि प्रचण्डलाई फोन गर्नु नपरोस् अति नराम्रो बनाउने होइन कि अति नराम्रो बनाउने होइन मान्छेलाई अति ब्याड बनाउनु हुँदैन कि अनि त्यो मान्छे साँच्चीको ब्याड हुन्छ क्या अनि ब्याड भएपछि सम्हाल्न सक्छौ भन्न खोजिरहेको मैले म त लास्टै यसो हेर्छु के कमेन्ट आउँछ कस्तो फटाफटा आउँछ भने नि कमेन्ट हान्न भने दाइ फाइट हेर्नुभयो त मैले ट्याग गरेको रे कुन फाइट यार भाइ के फाइट म आज भोलि फाइट हेर्दिनँ म त हेरेँ कि मान्छे पिट्न मन लाग्छ फाइट भन्दा नि हामीले अघि आज बाइक हेऱ्यौँ कुरा मिलेन नेपाली ऱ्यापको नमुनाहरू रे थ्याङ्क यू भन्नु ब्रो के गर्थिस् के पर्पल नभए यार इन्डस्ट्री चिक्ने हाय आएर मुजी निन्द्रा लाग्ने बेला भइसक्यो त्यो सेम सिट मुजी यसले के भन्नु नमुना भन्नु होइन सेम मुजी त्यही स्ट्रगल त्यही चिक्ने ऱ्याप त्यही मुजी फ्लो ब्रो फक यु केटा हो नमुना बढेर पात हुन्छ है फेरि नयाँ नमुना फेरि पलाउँछ कस्तो मलाई तिमीहरूले अहिले मारिस् भने त थ्याङ्क यू इन एडभान्स लेजेन्ड बनाउँछस् तिमीहरूले मलाई मार त्यो अब मुझे आधा उधी छोड्ने काम चाहिँ नगर आम्मा बाबा पप छोडेर म चाहिँ तिमीहरू मरुन जेल कुरेर बस्छु कसम म त ढुकेर बस्छु कहिले यसको लागि चुप लागेर हेर्नु पर्ला कि दोस्त यसको बच्चा कहिले जन्मिन्छ त्यो बच्चै उडाइदिनु पर्ला कि फर्स्टमा त फेरि अनि छोडिदिनु पर्ला एक्सिडेन्टमा कि भयो त्यसलाई थाहा नै नहोस् कि मैले मार्दै अब भनेर अनि फेरि अर्को बच्चा जन्माओस् त्यसले ट्राई गर्छ त्यो फेरि एक्सिडेन्ट हुन्छ त्यस्तो गर्नु हुँदैन फेरि एक्सिडेन्ट चाहिँ जहिले पर्पल कलरको गाडीले हान्छ क्या बच्चालाई चाहिँ फेरि जहिले पर्पल कलरको गाडीले हान्छ क्या हुन्छ क्या छैन यो अब त्यसलाई मैले मारेपछि यो कथा बन्छ बेस्ड अन ट्रु स्टोरी कसम हो भने मेरो दुश्मनहरूलाई चाहिँ म त्यस्तै नै गर्छु क्या त्यसको बच्चा त्यसको चाहिँ त्यसले के माया गर्छ क्या हुँदैन त्यसको कुकुरलाई मात्रै जिउँदा छोड्छु किनभने कुकुरहरू चाहिँ मलाई लास्ट मनपर्छ त्यसको फ्यामिलीमा कोही बचेन भने नि एउटा कुकुर चाहिँ जिउँदा छोडिदिन्छु म ज्याठा त भन्